राम्रो आउँदो रहेछ त नि फोटो त हजुरको भिडियो 82 वर्ष पुग्नु भयो 82 लाग्छ अब माग्नु गयो त्यो बेला भनेपछि माथि पुगिकन तल आउनुभयो माथि कस्तो हुँदो रहेछ त हेरेर के हेर्नु पाउनुभयो हेर्न दिँदो रहेछ नि माथि के पनि दिएन फर्काइदिइहाल्नु तिग्रेले हो होइन होला हो बाला भर जाने कि जानी होइन भन्नु भन्नु गफ कस्तो मिठो आइरह तपाईँ अलिबार गफ गर्नु पत्रकार हो के ठिकै छ अब के हो होइन जे भयो भने कुरा गर्न भइहाल्छ नि होइन नाति बाजुको नाताले होइन यो के भने मलाई पहिले पनि एकखेर यसरी बिमारी भएर लगाएको थियो हजुर रेलमा लगाएपछि यो पृथ्वीको पल्लो कुना पुर्याइदिएपछि टिक्रेमा त्यो गाडीमा हजुर अनि त्यसले भन्नु उहाँ पुगेपछि ठाउँ छैन जा भनिदियो म झसँग भएँ कलकत्तै हुँदा अनि यहाँ फेरि 17 सालमा बुढी बेची पहिले अनि बुढी बेचेपछि त्यो चिन्ता भएछ त्यसै भयो अनि सिरियस भएको हजुर यो छाला थियो एउटा अनि मुसाका जत्र हाड छन् मेरो हजुर सानैमा म आमा खसेको मेरो 2.5 वर्षमै अनि त्यसै गरी अलिक दुब्लो पातलो हात सानो भएको मान्छे झट्टै बेला भेटिहाल्छ क्या उसले यसो लाउ भाउ अहिले तपाईँ कति वर्ष पुग्नुभयो हजुर 82 वर्ष हुनु है अहिले पहिला त्यो उमेरको बेलाको कुराहरू याद आउँछ आउँदैन हजुरलाई बच्चा बेलाको कुरा आउँछ मलाई सबै भन्छु सुलक भन्छु मारवार पर्छु देही भात पर्छु सबै मलाई सबै आउँछ त्यो बालापना र अहिलेको यो बुढापना कति फरक पाउनु भएको तपाईँले त्यस्तो केही फरक छैन उस्तै हो केही न केही अलिअलि त तफात भइहाल्छ के अरे पहिलेको परिस्थिति र अहिलेको परिस्थितिमा धेरै फरक पर्छ नि धेरै फरक परिरहेको छ मन चाहिँ कहिले बुढो हुँदो रहेछ होइन अनि कहाँ गएर आउनुभएको हजुर टाढै गएर आउनुभएको म दिनपछि बेसी जान्छु बेसीबाट गाउँ घर मेरो ए हजुरको बेला छ नि हजुर हजुर त्यही हो ए हजुरको नाम चाहिँ इन्द्रबहादुर थापा ए हस् बाबा